एभ्रिवान नमस्ते वेलकम टु माई च्यानल। म चाहिँ इक्षा राई अनि मैले चाहिँ भर्खरै च्यानल खोलेको। सबैजनाले सब्स्क्राइब गरिदिनु होला, माया गरिदिनु होला। अनि आज चाहिँ म हजुरहरूलाई कोरियाको साकुरा फुल देखाउन जाँदैछु। अनि कोरियामा चाहिँ साकुरा भन्दैन रहेछ, जापानमा चाहिँ साकुरा भन्दो रहेछ। अनि कोरियामा चाहिँ फुमकोट अथवा फतकोट पनि भन्छ रहेछ। अनि साकुरा चाहिँ मेरो रुमदेखि छेउमै छैन, अलिकति 10 मिनेट गाडी चढेर जान्छु। अनि म हजुरहरूलाई देखाउने नै छु। भिडियो अन्तिमसम्म हेरेर माया गरिदिनु होला। रेडी भइसके। हल्का मेकअप भन्दा पनि मेकअप त धेरै छैन, लिपस्टिक अनि काजल। मेरो आउटफिट देखिँदैन। मेरो आउटफिट रहेको छ यस्तो। अनि कस्तो पुगिदिएको। म चाहिँ एक्लै जान आँटेको। मेरो श्रीमानको चाहिँ छुट्टी मिलेन। यस्तै हो, उहाँको मिल्दाखेरि मेरो मिल्दैन, मेरो मिल्दा उहाँको मिल्दैन। यस्तै हो परदेशी लाइफ। अनि त्यही हो। हेलो गाइज, म चाहिँ फुल भएको ठाउँमा आइसकेँ। अनि कति धेरै लामो बाटोमा, यो बाटैभरि फुलै फुल छ। म चाहिँ यहीँ बसेँ अनि मलाई यो पनि एकदमै धेरै राम्रो लाग्छ। अनि यहीँ बसेँ अनि यहीँ भिडियो गरिरहेको छु। कस्तो हावा मजाले चलिरहेछ अनि फुल पनि मजाले झरिरहेछ। अनि यहाँ बिचमा गएर फोटो खिच्दा चाहिँ एकदम राम्रो आउने। तर मैले गाडी आएकै छ अनि यहीँ स्ट्यान्ड राखेर भिडियो बनाउँदैछु। अनि म तपाईँहरूलाई पनि देखाउँछु। कस्तो राम्रो देखिएको। वाउ, कस्तो राम्रो फुल छ। तर यो फुलको चाहिँ सिजन अफ भइसकेको छ। रेडमा पनि छ यहाँ। वाउ, मलाई चाहिँ यो फुलहरूले स्वागत गरिरहेको छ बाटोभरि। फुलै फुल मजाले। कस्तो राम्रो राम्रो फुलहरू छ गाइजहरू। वाउ, म चाहिँ बाटोमा हिँड्दैछु यसरी। छोराहरू कस्तो मजाले। वाउ, यो हो नि त। यस्तो दामी, झन् माथि गयो झन् दामी। राम्रो कति धेरै हिँडिसकेँ म। त्यहाँ पुग्छु, अझै त्योभन्दा धेरै उता देख्छु, झन् उता धेरै देख्छु। म चाहिँ अब गलेँ। अब चाहिँ मनलाई सम्हालेर म घरतिर लाग्दैछु गाइज। फोटो खिच्दै पानी पनि पर्यो, अलिअलि भिजे पनि। मलाई एकदम पानी भिज्न मनपर्छ। अब फुललाई बाई बाई। कस्तो मजाले पानी परेर भुइँभरि फुल झरिरहेछ। कस्तो राम्रो देखिरहेछ। कस्तो मजाले यो पानीले होला फुल कस्तो मजाले झरिरहेछ भुइँभरि। ल गाइज, अब चाहिँ म घर जान्छु। म चाहिँ गाडी पर्खिरहेको छु। 9 मिनट रहेछ बाँकी।